नमस्कार साथीहरू। आज चाहिँ हट हाउसमा के रहेछ यसो हेर्दै जाउँ भनेको। यहाँ चाहिँ रहेछ तपाईँको टमाटर, यहाँ चाहिँ सयपत्री फुल एकदम बिजन राखिरहेछ। यहाँ चाहिँ धनियाँ र रायोको साग, यो चाहिँ एकपल्ट खाएर पनि अब अर्कोपल्टको लागि। यहाँ रहेछ पालक, अरू चाहिँ अब यो चिसो भएर हट हाउसमै रोप्नुपर्छ यहाँतिर चाहिँ। र यहाँ पनि रहेछ टमाटर, यहाँ हट हाउसमा चाहिँ टमाटर हुन्छ यहाँतिर पनि साथीभाइहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ सिमी पनि रहेछ, टमाटर, देख्न सक्नुहुन्छ साथीभाइहरू। सागहरू हुँदैछ।